हेलो साथीहरू, सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि आरामै छु। अनि के छ त हाम्रो नेपालतिरको हालखबर? अब बर्खा लागेछ गरे नेपालमा त हैन। अहिले त मजा भयो होला गाउँघरतिर टक्क धान खेती गर्ने। अब सबजना भएर टक्क लाएर रमाइलो भयो होला। धान रोप्ने, कोहीले गोरु जोत्ने हैन, खुब रमाइलो हुन्छ। म त आज छुट्टीको दिनमा चाहिँ आज फेरि मेरो बुढी पनि आउँदैछन् ड्युटीबाट छुट्टीमा 2-3 दिनको छुट्टी लिएर हैन। त्यही भएर चाहिँ बुढीलाई आँप टिपेर राख्दिउँ कि भन्ने विचार थियो मेरो। साथीहरूलाई आँप पनि देखाउँछु म। आँप अनि कटहर भयो भने कटहर पनि टिपेर राखिदिन्छु म। कटहर पनि छ कि आज कटहर टिपेर राख्दैन। अब आज आउने भएपछि आज छुट्टी, अब भोलि छुट्टी, पर्सि भोलि र पर्सिमा टिपेर खाइहाल्छ। अब घर अङ्कलहरू हुनुहुन्छ, अङ्कलहरूले टिपिदिनुहुन्छ। म काममा गएँ भने मेरो त आज मात्र छुट्टी हो। त्यही भएर यहाँ आँप, खास भने म आँप टिप्न आएको हो। आँप चाहिँ लगभग सकिएछ क्या आँप। हिजो अस्ति 2-3 दिन यो अघिल्लो हप्ता मेरो छुट्टी हुने बेलामा मैले आँप टिपेर आँपको अचार पनि खाएको क्या यहाँबाट। यो चाहिँ हाम्रो फर्म हाउस हो कि यो पुरै। यो इलाका ठुलो छ। यो तलैबाट यो पुरै राउन्ड लगाएको छ यहाँ। यो फर्ममा चाहिँ हामी बस्छौँ क्या। यो फर्ममा बस्ने। अनि अब भाडा तिर्न पर्दैन, उल्टो यहाँ बसेको पैसा पाइन्छ हैन। यहाँ बस्ने, कुर्ने, अनि हाँसहरू पाल्ने, कुखुराहरू पाल्ने। अस्तिसम्म त बाख्रा पनि थियो क्या हाम्रो यहाँ। 4-5वटा बाख्रा थियो। अनि काटेर कोही घरमै खाने, कोही बेच्ने गर्दियौँ हामीले। त्यही भएर हेर्नु यस्तो यो आँप हेर्नु यस्तो भयो। अब आँपको बुट कोही यस्तो छ, कोही फेरि राम्रो छ कि कोही ठुलो छन् फेरि आँपको बुट। ल हेर्नुहोस् न, यो कोही राम्रो छन्, सानै भयो भने फेरि यो हेर्दाखेरि फेरि हाम्रो नेपालमा चाहिँ कस्तो हुन्छ, कोही ठाउँमा चाहिँ यस्तो हुन्छ, सानो भयो भने आँप नै फल्दैन कि। कतिपय ठाउँमा यस्तो हुन्छ कि सानो भयो भने अलिक ठुलो भएपछि मात्रै फल्छ नि त। यहाँ चाहिँ सानै भयो भने आँप फल्छ, फेरि टेस्ट हुन्छ कि। फेरि आँप सानो भयो नि, यो बुट सानो भए पनि आँप चाहिँ बहुत टेस्ट हुन्छ यहाँको। थियो कि आँप सकिसकेको रहेछ। कोही चाहिँ यो गाउँवालाहरू आउँछ यहाँ चाहिँ, अनि गाउँवालाहरू आएर अनि लिएर हिँड्दिने। अब केही भन्ने कुरो भएन फेरि है। यहाँको गाउँवाला भएपछि अब भन्ने कुरो नि भएन। अब सुन्दैन धेरै जस्तो। फेरि हामी नेपालीहरू भनेपछि अलिकति फेरि हेपाइ फेरि तपाईँहरूलाई थाहै छ होइन। अरूको देशमा आएपछि कतिको हेपाइ सहन पर्छ भन्ने कुरो थाहा तपाईँहरूलाई पनि। आँप चाहिँ लगभग यो पुरै आँपको बुट हो। यो आँपको बुट हो पुरै। ऊ त्यो देख्नुभयो त्यो सानो आँपको बुटहरू पुरै। अनि हेर्नु है, यहाँ आँप थियो पुरै आँप त सकिसकेको अवस्था रहेछ कि। यस्तो भएपछि नि अनि कटहरतिर जान्छु म। कटहर के कस्तो हो, अनि कटहर रहेछ भने चाहिँ कटहर आज नटिपौँ ल। भोलि बुढी आउँदाखेरि चाहिँ भोलि नै आज आएर बस्छ गरी भोलि दिउँसो बस्ने बेलामा आरामको टाइममा खाए ल। अब मैले पनि 4 बजेबाट 7 बजीसम्म छुट्टी हुन्छ, नभए त्यो बेला पनि टिपेर फलाउनु लाग्यो। बिचरा 1 महिना 1.5 महिनामा छुट्टीमा आउँछ। अब अरूको देशमा आएपछि थाहा छ होइन। अब तपाईँहरूलाई पनि थाहा छ अरूको देशको पीडा कस्तो हुन्छ। आमुनलाई त त्यसै पनि थाहा छ, नआमुनलाई पनि। आजकल त यो सोसल मिडियाले गर्दाखेरि सबैतिर हेरिराख्नु पर्ने भयो। नेपालमा बस्ने भने अरूको देशमा गएर दुःख चाहिँ कस्तो हुँदो रहेछ भनेको सबै थाहा छ नि तपाईँहरूलाई, भनिराख्नु पर्ला। मेरो बुढीले फोन पनि गरेको अवस्था छ। एकछिनमा काटिदिन्छु बुढीको फोन ल। कटहर चाहिँ छ है। कटहर चाहिँ किनभने यो चाहिँ कटहरको बुट हो। हाम्रो नेपालको भन्दा अलिक अलगै हुन्छ कि कटहरको बुट। हेर्नु पात पनि यस्तो अलिक सानो टाइपको, कस्तो अलगै टाइपको हो क्या यहाँ कटहरको बुट। कटहर चाहिँ हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, कटहर चाहिँ पाकेर पनि अब कोही झर्ने टाइम हुन लाग्छ। यो चाहिँ कटहर हो कि। अब यो ऊ भयो भने लगभग आज झर्छ। यो 4-5वटा त हामीले लगभग अलिअलि खाइयो पनि, कोही चाहिँ अरूहरूलाई पनि दिएर पठाएको छौँ हामीले। यो चाहिँ फर्म हाउस हो क्या। यो यसरी कम्पाउन्ड लगाएको हुन्छ। यो कम्पाउन्ड हो पुरै। यो पुरै तपाईँको
ठुलो छ यो। हामी यहाँ बस्छौँ, यहाँ बसेर चाहिँ यहीँबाट जागिर गर्ने बस्ने एउटा घरै जस्तो बनाएर हामी 8-9 वर्ष जति भयो यो फार्म हाउसमा बसेको। अङ्कलहरू, हामी सबै भन्दा नि अङ्कलहरू बस्नुहुन्छ। हामी आएको त लगभग 8 महिना जति भयो बल्ल। कटर चाहिँ हेरेर छ एउटा बुट, अनि यता पनि छ, यता भित्र पनि छ, म देखाउँछु त्यो तपाईँहरूलाई। अब बुढीको पनि फोन आएको छ, फेरि बुढीलाई पनि लिन जानुपर्छ। बुढी लगभग उहाँबाट निक्लिसक्यो होला। मच्छेड फेरि लास्टै लाग्ने क्या मच्छेड। हेर्नु यो आँपको बुटमा अस्तिसम्म आँप थियो कि तपाईँहरूलाई के झुट बोल्ने, यो आँप हामीले अस्तिसम्म खाइरहेको आँप हो। अनि एकतिर फेरि यो हाम्रो नेपाल जस्तो नहुने कि अब हिउँदभरि पानी आउँदैन यहाँ। हिउँदभरि पानी नआएपछि फेरि तपाईँको कस्तो हुन्छ भने यसमा हिउँदभरि पानी पाउँदैन। अनि अब पानी पाउने भनेको अब 4 महिना, यो असार साउन भदौ असोज, यो 4 महिना पानी पर्छ। अनि पानी परेपछि चाहिँ यसले पानी पाउने हो क्या। नभए हिउँदभरि तपाईँको 4-12 भनेपछि तपाईँको 12 महिनामा 8 महिना त यसै सुक्क बस्छ। यसरी पानी हाल्ने, यो जरो यसरी खनेर यो देख्नुभएको छ होइन, यो राउन्ड पुरै राउन्ड हानेर अनि यसरी यो गोलोमा चाहिँ पुरै चाहिँ पानी हाल्ने हो। यो उमा पानी हालेर यसलाई हिउँदभरि चाहिँ यसरी बचाउनु पर्छ यसलाई, नत्र उपाय छैन यहाँको। अब यो मुम्बईको चाहिँ एकदम गाउँ साइड हो क्या यो। लगभग यहाँबाट तल बजार पुग्नलाई चाहिँ बाइकमा 15-20 मिनट लाग्छ मलाई बाइकमा पुग्नलाई। अहिले म त्यो गएको पनि तपाईँहरूलाई भिडियो हाल्छु। म बाइकमा गएको बुढीलाई लिन जाँदैछु। म बुढीलाई लिन जाँदाखेरि चाहिँ पानमेल भन्ने ठाउँ छ क्या उता। कतिजना हाम्रै साथीभाइहरू त आउनु पनि भयो होला होइन। ओ यसले त हेर्नु अब यो कस्तो भैँमा मजाले झुडेको क्या। अब यो म त आजै हो क्या लगभग यो कटर हेर्न आएको त। आँप त मैले टिपिराखेको थिएँ, कटर चाहिँ मैले अहिले पहिलोचोटि। हेर्नु साथीहरू यो पुरै भैँमा यस्तो भयो, अनि यस्तो भएपछि त अनि बिग्रिन्न त नि। हेर्नु त यो कोही त चुडेछ बाबै, ल हेर्नु त, ल हेर्नुहोस् ल, ए यो चुडेर यस्तो भएछ है, यो भैँमा यस्तो भएछ। अब के भन्ने, यो पानी हाल्नको लागि यो यस्तो यो माटो जमाउँछ कि पानी हाल्नको लागि, यो माटोमा टच भयो नि यस्तो हुनसक्छ। यो भोलि घरमा आमा हुनुहुन्छ, आमालाई टिप्न लगाउनु पऱ्यो कुहिएको जति। भोलि त यो हेर्न लगाउनु पऱ्यो। त्यो माथि छ कटर, कटर टन्नै छ। जस मेरो बुढीले चाहिँ कटर चाहिँ लगभग खान सकिन्छ, खाने भयो भोलि र पर्सिमा यो महिनामा। अर्को महिनामा आउँदाखेरि त हुँदैन, यही महिनामा हो। अब आँप त रहन्छ कि बाहिरबाट किनेर ल्याइदिनु पर्ला अहिले 1-2 किलो। कति खान्छ, 3-4 दिन छुट्टी लिएर आएको छ अरे होइन। अब कमाउनु परेपछि अरूको देशमा आएपछि हेर्नु सँगै बस्न नि पाइँदैन। महिनामा 2-4 दिनको छुट्टी लिएर आउने हो बिचरा। त्यही भएर गाह्रो छ। हेर्नुहोस् यहाँ पनि छ साथीहरू कटर त फेरि, ल हेर्नुहोस् है, यो भित्रपट्टि छ कटरको बुट लगभग 15-20 वटा छ कि। ए ल हेर्नुहोस् है, त्यहाँ देख्नुभएको छ नि तपाईँहरूले त्यो होइन, त्यो देख्नुभएको छ नि, त्यो त्यहाँ नि कटर छ। फेरि यसरी देखाउनु हुन्न भन्छ कि हामीले पहिलो गाउँमा कतिजना थाहा होला होइन। यसरी देखायो भने त बाबाहरूले हजुरबाहरूले चाहिँ गाली गर्नुहुन्थ्यो कि, यसरी देखाउनुपर्छ, यसरी देखाउने कुहिन्छ भनेर, यसरी देखाउनुपर्छ भनेर सिकाउनुहुन्थ्यो कि। त्यो यस्तो भन्ने त फेरि अब त्यो कुहिन्छ भनेर यसरी देखाउनु पर्छ भनेर सिकाउनुहुन्थ्यो कि। त्यही भएर मैले अहिले देखाइदिइहालेँ। अब के भन्ने होइन, ठिकै छ। अब ल साथीहरू होइन, मसँग धेरै टाइम पनि छैन। अब फेरि बुढी पनि उहाँबाट निक्लिसक्यो कि। अब म चाहिँ अब यहाँबाट निक्लिनु पर्छ कि। अब नुहाउनु त म नुहाइसकेको छु, नुहाइधुइ गरेर खानासाना खाएर बसेको अघि नै 12:30 बजीतिर। अब डाइरेक्ट गएर कपडा लाएर निक्लिने घरबाट होइन। अब फेरि पानी पर्छ, पानी कन्टिन्यू आउँछ कि अब पानी। त्यही भएर के भन्छ, मच्छर चाहिँ यो पानी पऱ्यो फेरि हिउँदभरि त्यस्तो त्यो चर्को घाम लगाएर त्यस्तो हुँदा नि मच्छर आउँदैन। अहिले पानी पर्दाखेरि फेरि मच्छर आएर लास्टै गर्छ क्या यहाँ। फेरि यस्तो यो खत्तमै छ कि ठाउँ। ओहो यहाँ त मान्छे सिरी ल हेर्नुहोस्। अब यहाँबाट किन आँप हरायो भनेको
यहाँबाट यस्तो यो ल हेर्नुहोस् तपाईँहरूलाई पनि देखाइदिन्छु म ल हेर्नु है ल हेर्नुहोस् अब यो तारको जाली लगाएको तारको जाली लगाए बाटो यही हो यो मान्छे हिँड्ने बाटो हो यो देख्नु भएको छ नि यो मान्छे हिँड्ने बाटो हो कि पुरै यहाँबाट यस्तो तारको जाली नागेर आएर यहाँबाट ल हेर्नु त ल हेर्नुहोस् है यहाँबाट छिरेर आएर यता आएर अब आँपसाप टिपेर लिएर हिँड्दिने अब कटर पनि लिएर गयो होला यस्तो हो कि यहाँको मान्छे फेरि कस्तो हो भने तपाईँको अब भारत हो अब भारत भयो नि फेरि यो अलग टाइपको यो भारत अलग टाइपको भारत हो फेरि यो एकदम गाउँ साइड फेरि यो हाम्रो जस्तै उता मेरो घर चाहिँ लमजुङ हो कि होइन हाम्रो लमजुङ एरियामा पनि कस्तो हो भने एकदम माथि यो यता माथि लेकतिर गयो भने गुरुङ भाषा धेरै बोल्छ त्यो बच्चाहरूलाई खास भाषा राम्रोसँग आउँदैन नि त कतिपयहरूलाई मतलब अब त्यो आमा बाउहरूसँग घुलमिल भइ गुरुङ भाषा बोली अनि हामीले खास भाषा बोल्यो भने चाहिँ त्यो लगभग आउनु त बुझ्दैन मतलब फेरि फर्काउनु आउँदैन कि त्यस्तै जस्तै यहाँको पनि त्यस्तै हो यहाँको फेरि मराठी गाउँ हो यो पुरै मराठी एरिया हो यो के यो राईघाट कि के भन्छ कि यो ऊको नाम यो जिल्लाको नाम चाहिँ पुरै मराठी हो अब हिन्दी पनि बुझ्दैन क्या कोहीले त अनि मराठीमा भन्नुपर्छ अब मराठी चाहिँ हामीलाई खासै राम्रोसँग पर्फेक्ट आउँदैन अलिअलि मतलब बुझिन्छ अलिअलि गरिन्छ यो भएर टेर्न खोज्दैन कि यो पुरै गाउँ एरिया हो अनि आएर टिपेर लिएर गयो भने केही भन्न सकिन्न यसो भन्ने एक दुई शब्द अनि धेरै बोल्न आएर अलिक पेल्न खोज्छ क्या फेरि वात्तै त पस्दैन एक दुईजना त्यस्तो हुन्छन् सबैजना त्यस्तो हुँदैनन् भित्र कम्पाउन्ड लगाएर राखेपछि त गेटबाट भित्र पस्दैन यताबाट देख्यो भने चाहिँ आएर लिएर जान्छ कि त्यही हो साथीहरू अब यहाँ पानी पनि आएको अवस्था छ होइन म चाहिँ अब घर गएर ऱ्याङ्कोट स्याङ्कोट लगाएर रेडी भएर घरबाट निक्लिन्छु ल साथीहरू म चाहिँ बाटोमा छु होइन घरबाट निक्लिनुलाई एकदम ठुलो पानी परेर मोबाइल फोन पनि यस्तोमा हालेर होइन बुढीको ब्यागमा पैसा पनि थियो मेरो यहाँ अनि त्यही भएर त्यो सेभ गर्नको लागि मैले यसरी ऱ्याङ्कोटभित्र गरेको भएर फोन निकालेर भिडियो गर्न पाइनँ कि त्यहाँदेखि यहाँ बाटोमा आएर देखाउने छु म चाहिँ अहिले पानीबेल भन्ने ठाउँमा जाँदैछु होइन बुढीलाई लिनलाई बुढी आइपुग्नु लाग्छ 10-15 मिनट लाग्छ ट्रेनमा अब यहाँ बाटोमा यस्तो अवस्था छ है ऱ्याङ्कोट पुरा यस्तो अवस्थामा चाहिँ बाइक पनि है साइडमा गएर भ्यू छ क्या यहाँ माथि होइन यो त्यसलाई चाहिँ कर्नला किल्ला भन्छ क्या त्यसलाई माथि होइन देख्नुभएको छ नि पछाडि मेरो ब्याकग्राउन्डमा त्यसलाई चाहिँ कर्नला किल्ला भन्छ यो जाने बाटो चाहिँ यो पारिबाट ठ्याक्कै यो पारिबाट हो मान्छे पनि हिँड्नु जानु मिल्छ गाडी पनि लिएर जानु मिल्छ बाइकहरू एकदम राम्रो भ्यू छ क्या त्यो माथि होइन त्यो माथि चाहिँ कसरी त्यो कर्नला किल्ला त्यो डाँडामा चाहिँ तपाईँको माथिबाट चाहिँ पानीको मूल पुग्छ क्या त्यहाँ हेर्दा यस्तो छ कि तपाईँको त्यहाँ माथि त्यस्तो डाँडो छ त्यहाँ पानी कहाँबाट आयो भन्ने कुरा चाहिँ म नि एकदम चकित छु क्या त्यो सुन्दाखेरि म गएको त छैन होइन त्यो म गएँ भने म यो हप्ताभित्रमा मेरो छुट्टी हुन्छ म बुढीसँग गएर देखाउनु त म सकिनँ होइन मेरो सोच चाहिँ मेरो बुढीको छुट्टी भएर आउने बेलामा चाहिँ लिएर जान्छु भने सोच्छु तर मैले सक्दिनँ बुढा लिएर जान्छ किनभने छुट्टीको चान्सै मिल्दैन कि होइन त्यही भएर म त्यहाँ माथि पनि भिडियो त्यसलाई भन्दा पनि कर्नला किल्ला भन्छन् त्यसलाई होइन त्यो पनि देखाउँछु साथीहरू होइन ल म अब पुग्न लाग्छु यहाँबाट ल 15-20 मिनट लाग्छ मलाई वहाँ पुग्नलाई ल साथीहरू मेरो बुढी नि आइपुगिन् होइन आएर हामी चाहिँ अहिले यहाँ भोक लाग्यो भनेर नास्ता गर्न लाग्छ भने चाहिँ मैले चाहिँ भ्याएँ मेरो बुढीले चाहिँ गर्दैछन् अहिले सुखाँदैछन् अब पानी पनि परेछ बाहिर अनि त्यही भएर सुखान मन लाग्यो सुखाँदैछन् अब चाहिँ हामी सुखाएर भ्याएर घरतिर जान्छौँ होइन अब घर गएर टक्क खाना पकाउनु पऱ्यो कुखुरा सुखुरा काट्नु पऱ्यो आज बुढी आएको दिनमा बिचरा डेढ महिनामा आइछन् मेरो बुढी होइन बुढी यता यतालाई ल यता नि यता यस्तै नयाँ भएपछि मलाई त भिडियो नगर्नु रे अझै मैले चाहिँ मेरो बुढी आएको छ भनेर चाहिँ मैले चाहिँ भिडियो बनाउने मलाई नदेखाउनु है मलाई त लाज लाग्छ अरे ल साथीहरू होइन हामी चाहिँ अब लाग्छौँ अब ल साथीहरू होइन म चाहिँ घर आएर नि कुखुरा काट्दैछु दुईवटा अझै एउटा मात्र होइन दुईवटा हो होइन एउटा चाहिँ रेडी भइसक्नु लाग्छ एउटा लोकल हो फेरि प्योर लोकल गाउँको अब चाहिँ बाटोमा चाहिँ पानी परेर चाहिँ भिडियो बनाउनु पाइनँ मैले
त्यही भएर चाहिँ अब यहाँ घर आएर चाहिँ टक्क अब बुढीको चाहिँ नास्ता गर्दैछ अब मान्छेहरू चाहिँ आमाहरू भित्र हुनुहुन्छ म चाहिँ कुखुरा काट्दैछु अङ्कल चाहिँ होटेलतिर जानुभयो होइन दोकान म चाहिँ खानाको रेडी गर्दैछु होइन अब के गर्नु त खाना परिहाल्यो अब बारिस छ होइन पानी परेछ टक्क लगाएर यसलाई खाने अब बनाएर झोल तातो झोल खाने ल यता चाहिँ हाम्रो मासु पाक्दैछ होइन अब चाहिँ खाना पनि रेडी भयो अब खाना खाने एकछिनमा अब मेरो बुढीले चाहिँ टक्क खाना सबै रेडी गरिसकेको छ अब होइन टक्क लगाएर ल साथीहरू हामी चाहिँ अब खाना रेडी भने खाना खान लागेको छ होइन अब दुःख सुखले एकदम घरिको टाइममा चाहिँ बुढी नै आइपुग्यो बिचरा घर होइन एकदम गाह्रो भयो घर आइपुग्दा यहाँ बसेर खाना लाग्छन् मेरो बुढी होइन अब यस्तो भयो नि अब 1 महिना ठ्याक्कै 1.5 महिनामा आएको नि मेरो बुढी चाहिँ घर फेरि 1.5 महिनाको ठ्याक्क 1.5 महिना पुग्यो अब 1 महिनाको छुट्टी हुन्छ 3-4 दिन छुट्टी लिएर आउँछ अब चाहिँ मिठो न मिठो टक्क खान लागेको छ होइन अब सपोर्ट गरिदिनु होला दिनभरिको यो मेरो भिडियो हेरेर होइन अब जानी नजानी बनाएको छु यसलाई चाहिँ ठक्क सपोर्ट माया गरिदिनु होला होइन आमा कसो गर्ने रे लाइक गरिदिनु होला बुढी ल लाइक गरिदिनु होला भन्दै ल ल है सपोर्ट गरिदिनु होला माया गरिदिनु होला होइन फेरि यस्तो भिडियो लिएर आउँदै गरिदिन्छु होइन